नर्सरी सुरु गर्नुभयो। यहाँ हाम्रो छिमेकी दिदीले यस्तै राम्रो फुल छन्। यहाँ आउनु होला सबैजना यहाँ नर्सरीमा। यहाँ नयाँ हो। कति गते सुरु गर्नु अरे दिदी? यति राम्रो छ नर्सरी, यति राम्रो थरी थरीका छन् फुल हेर्नु त। सबै यहाँ आउनु होला भन्न चाहन्छु मैले। यति राम्रो नर्सरी गराउनु भयो दिदीले। जस्तो प्रकारको पनि फुल छ यहाँ पाइन्छ। यहाँ दिदीले मैले बेडीमा बनाएर राखी छैन भन्नुहुन्छ क्या, मैले भए नि बनाउँछु भनेर। यहाँ दिदीले हो है, यहाँ मिठो दिदीले अहिले नयाँ नर्सरी। ल भन्नु दिदी के भन्ने? नर्सरी मैले यहाँ नर्सरी खोलेछु, फुल लिन आउनुहोस्। यहाँ बनगट्टी सुनोल 5 बनगट्टी, यहाँ भगवती स्कुलको पछाडिपट्टि पर्छ। भगवती स्कुल यता यही पछाडि भगवती स्कुल छ, सरकारी स्कुल योदेखि पछाडि हो। यसरी यता खासै देखिएको छैन। अनि यहाँ दिदी घर यहीँ हो। छतभरि पनि रोप्नु भएको के अरे। एकदम मेहनती दिदी हुनुहुन्छ के। दाजी कता जानु? यति राम्रो बनाएर बस्नुभयो। त्यही राम्रो छ नर्सरी हेर्नु है। सबैजना यहाँ हाम्रो दिदीको नर्सरीमा आइदिनु होला। जस्ता भने तस्ता फुल छन्। ए दिदी घेरमला काँक्रा लौका पनि रहेछ होइन, स्ट्रबेरी सबै रहेछ। नभएको चिज यहाँ केही छैन, सब चिज छ है। सुरुवात हो, अझै यहाँ बढाउने कुरा छ। यता बढाउने कुरा छ। मेरो भोइस खासै राम्रो आएन किनकि मलाई रुगा लाखा घाँटी दुखियो। त्यसो गर्दाखेरि त्यसै त मोटो बोली अझै मोटो भएको छ। यहाँ दिदी बहिनी यसरी नर्सरी हेर्न मतलब यहाँ छिमेकी दिदीले नर्सरी खोलेको भएर यसरी हेर्न जाऊँ न साथीहरू भनेर मैले यता दिदी बहिनीलाई लिएर आएकी छु। यसरी यहाँ बस्नु भयो है। गर्मी छ भन्दा भैमा फालिनु हो। कुर्सी दिदीले कुर्सी दिँदाखेरि पनि बस्नु भयो होइन। यति मेहनती दिदी हुनुहुन्छ। भएन भने यता बाटोतिर है, मैले हजुरहरूलाई देखाउँछु। यता बाटोतिर नि यति राम्रो बनाउनु भयो। यता सिमी फले अनि यता फुल छन्, केरा छ, उखु छ, उता बेसा रोप्नु भएको छ। यो सरकारी स्कुल हो, स्कुलदेखि पछाडिको। अनि यो घर हो। यसरी यहाँ फुलका बिरुवा लिन आइदिनु होला साथीहरू। मैले यता अब अर्को ठाउँमा जाँदैछु। दिदी एकदम मेहनती दिदी हुनुहुन्छ। दिदीकोमा के छैन, यता पोतिना रोप्नु भएको छ, यता धनियाँ छ। अनि यता अर्को बारी छ। बारीमा यी लसुन कति राम्रा छन्। लसुनहरू यति राम्रो छ। अनि भान्डा राम्रा छन्। यता भान्डा फलाउनु भयो। यता बार पनि फुलहरू लगाउनु भएको छ। यस्तो गरेर प्याज रोप्नु भएको छ। प्याज पनि छ यसरी। यता हिउँदे सिमी फलाउनु भयो। उता मकै रोप्नु भएको छ। यता टमाटर छन्, यता प्याज छ। एकदम राम्रो गराएर बस्नुभएको छ। ल अब नर्सरी ल अब म छततिर पनि जान्छु है। छततिर राम्रो बनाउनु भयो। यता सिँढीतिर पनि छ। दिदीको छततिर जान्छु है म। छततिर कस्तो बनाउनु भयो। एकदम राम्रो बनाउनु हुन्थ्यो पहिला पहिला त, अहिले कस्तो छ निश्चय राम्रै होला भन्नु पर्यो। चुक्कर लगाउनु भयो रहेछ। आहा छततिर नि त राम्रो बनाउनु भएको रहेछ। हेर्नु त त्यही राम्रो छ। यसरी यहाँ फुलहरू फेरि के हो, सुन्तला फुलले यति राम्रो तान। आहा के छैन र यहाँ सब चिज छ। यहाँ कागती पनि रोप्नु भयो रहेछ। यो फुल थरी थरी छ कि एकै थरी छैन कि थरी थरी सबै थरी थरी छ। हेर्नु त यति राम्रो। आहा ल हेर कति राम्रो बनाउनु भएको है। दिदीले यति मेहनती हुनुहुन्छ कि यति राम्रो छ। ल आहा यहाँ माथि माथि पनि झुन्नाउनु भयो यस्तो गरेर। यहाँ के छैन, यहाँ सब चिज छ। यहाँ माथि पनि छ, यतै गमलामा छ, यतै गमलामा छ, यतै रहेछ। आहा यहाँ माथि गमलामा छ।
यता पछाडि पनि रहेछ, यही भएन भने यता पनि छ। आहा नि यति राम्रो छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। यसरी सुनौल 5 पनकट्टी भगवती स्कुल पछाडिको घर हो। भगवती स्कुल छ यहाँ, भगवती स्कुल उतादेखि त राम्रो छ, यता पछाडि हो यो स्कुल। अनि यो स्कुलको पछाडिपट्टि पर्छ है साथीहरू, लिन आउनु होला। यहाँ चाहिँ जन्मजात फुलहरू पाइन्छ। त्यो आँप पनि यस्तरी फुलेको, यति सानो आँप हेर, कस्तो राम्रो फुलेको छ। फुलहरू जन्मजात फुलहरू छन्, यहाँ नभएको केही छैन, यस्तो फुल्छ। मैले नि एकचोटि खोजेको हो दिदी, मैले के एकचोटि तपाईँहरू जति त जग्गा छैन मेरो होइन। मैले नि यस्तै नर्सरी गराऊँ कि भन्ने पनि पराएर के 2 वर्ष अगाडि सोचेको थिएँ, मेरो केही काम छैन यो गराऊँ कि भन्ने सोचेको थिएँ। अनि त्यसपछि फेरि यस्तो भएर कि मैले ढाडको रोगी छु, धेरै स्याहार धेरै गर्नुपर्छ नि त। त्यसो गर्दाखेरि अलि गाह्रो हुन्छ कि सक्दिनँ कि भनेर फेरि त्यो आन्टिन के ल दिदी ल ल भन्नु त अब के भन्नुहुन्छ। मेरो भिडियो बनाइदिनु यहाँ दिदीको है, फुलबारीको हजुरलाई धेरै धेरै धन्यवाद छ। सबैले माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला, लाइक नजिक भएको आउनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला साथीहरू। ल हस् त, धन्यवाद।